हेलो गाइज गुड मर्निङ। बिहानीको 10 बजिसकेको छ अनि मैले चाहिँ भ्लग स्टार्ट गरिसकेको छु होइन, सानो अब टिकटकमा लाउने। अनि देख्न सक्नुहुन्छ यहाँ बहिनीले चाहिँ फुल रोप्दै हुन्छ। फुलको बडा उयो छ, यसलाई चाहिँ के भन्छ, रहर छ क्या। यो कसले दियो तँलाई यत्रो यत्रो बिरुवाहरू? गोदावरी फुल साथीहरू। अनि यसले चाहिँ यो थुङ्गे फुल सानोमै फुल्ने कति धेरै छ। अनि यो यसको नाम के हो फेरि? कति रोप्छ ए? चाहियो भने म्यासेज गर्नु होला। पिटुनियाको बिरुवा कति हो, कति फुल त। यता हेर्नु सक्नुहुन्छ यो प्लान्टको नाम के हो थाहा छैन है। कति रोप्छ स्नेक प्लान्टहरू भयो। अनि दिस वान प्लान्ट पनि आफूलाई त फुल रोप्दा पनि बाँच्दैन, रहर पनि लाग्दैन, इच्छा पनि छैन। बाँच्नु पर्यो नि त रोप्नुलाई त होइन, बाँच्दैन अनि रोप्नु मन पनि पर्दैन क्या मलाई त। कसैको हात चाहिँ लच्छिनको हुन्छ अरे नि त। अनि कसैले चाहिँ अलिकति गाड्दाखेरि नै बाँचिहाल्छ त्यो पनि। अनि कसै चाहिँ अलच्छिना हात हुन्छ अरे। अनि मेरो चाहिँ त्यो अलच्छिना हातमा पर्छ। फुल चाहिएको छ भने प्लिज मेसेज गर्नु सक्नुहुन्छ। के गरे यो बिरुवा यस्तो, यो फुलको 60 रुपैयाँ गोटा। त्यो आँखा जस्तो भएको होइन? ल्यायो त 60 रुपियाँ भन त। त्यो एउटा गडा पर्पल हुन्छ, ब्लू के हो त्यो? कस्तो राम्रो कलरको हुन्छ हौ। यो भन्दा राम्रो हुन्छ नि। ल मुख टोके के हो यसले जिब्रो टोको होला क्या। फुलहरू कति महँगो महँगो। सस्तो भनेको त यही हो। सस्तो भनेको यही त पनि 15 रुपियाँ गोटा। अब 15 रुपियाँ भन्दै त हौ। हामीलाई त 15 भन्नु त। ले पानी छ त नि हातमा। प्लान्टहरूको चाहिँ के नाम थाहा छैन नि फेरि, हाउडै ताल्नु। यसले चाहिँ गमला यताको उता उताको यता गरेर यो त कस्तो राम्रो देखेको।